17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाईहरु हेर्नु होला इतिहासको कठघरामा तपाईहरु खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरुले अपमान गर्ने गर्नु भएको छ। स्टन्टबाजहरुको पछि लाग्नुहुन्छ। आजभोलिका मेन मिडिया सबैलाई दोष दिएको होइन। तपाई हावाहरुको पछि दौड्या देख्छु म चाहिँ। तपाईहरु हावाका पछि दौडिनु भएको छ या तपाईहरुले केही पाउनु भएको छ कि थाहा छैन। तपाईहरु हेर्नु होला इतिहासको कठघरामा तपाईहरु खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरुले अपमान गर्ने गर्नु भएको छ। 17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाई दुनियाँमा कुनै त्यस्तो महान क्रान्ति देख्नु भएको छ जहाँ लाखौं लाख जनताको बलिदान नभएको होस्? कहीं देख्नु भएको छ? तपाईहरुले भन्ने गरेको तथाकथित प्रजातन्त्रमा पनि र हामीले भन्ने गरेको समाजवादी क्रान्तिमा पनि जनताको त्याग र बलिदान बिना कहीं पनि परिवर्तन भएको छैन। ती 17,000 र सयौं जनआन्दोलनका महान शहीदहरूलाई अपमान गर्ने काम बन्द गर्न म मिडियाकर्मी साथीहरूलाई विशेष रूपले भन्न चाहन्छु। यसको हिसाब किताब नेपाली जनताले राखेको छ। ती हजारौं शहीदका हजारौं परिवारका सदस्यहरूले तपाईहरुले कसरी व्याख्या गर्नुहुन्छ, तपाईहरुले के लेख्नुहुन्छ, त्यसको हिसाब राखेको छ भन्ने हेक्का राख्नु होला। जनआन्दोलनका ती तमाम शहीदहरू र घाइतेहरू, जनयुद्धका घाइतेहरू, जनआन्दोलनका घाइते अपाङ्गहरू, तिनका परिवारले तपाईहरुले लेख्ने गरेका कुरा हिसाब राखेर बही खाता राखेर बसेका छन्। ध्यान दिनु होला। अहिले विचारविहीन स्टन्टबाजहरूको प्रचार गर्दा तपाईहरुलाई केही मिल्या होला नजराना। त्यसले केही हुनेवाला छैन। त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्नेतिर ध्यान दिनुस्। देशलाई संकटबाट मुक्त गर्नेतिर केन्द्रित हुनुस्। राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा छ। हामी सबै मिलेर त्यसको रक्षा गर्नुपर्छ। त्यस्ता लेख, त्यस्ता समाचारमा ध्यान दिनुस्। खाली तपाईहरु अब नाम लिम भने फेरि भरे के हुने हो? वर्षौंदेखि जसले राम्रो गरेछ भनेर राम्रो गरेकालाई डिफेन्ड गरियो, तिनीहरूले नै अहिले जुन थालमा खायो त्यसैमा भमिट गरेर